जेन्जी आन्दोलनमा ट्राफिक प्रहरीको गाडी जलिसकेपछि आफ्नै गाडी दिएर ट्राफिक प्रहरीलाई सहयोग पुर्याएको भन्दै यतिखेर देवेन्द्र श्रेष्ठलाई ट्राफिक प्रहरी र जनताहरू मिलेर सम्मान गर्नुभएको यो दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। धेरै व्यापारीहरूले नेताहरूलाई गाडी दिन्छन्, उपहार दिन्छन्। यस्तै गाडी तपाईँले अरू नेतालाई चढ्न दिएको भए तपाईँले नि नेता बन्नुहुन्थ्यो, होइन टिकट पाउनुहुन्थ्यो। त्यो नेतालाई गाडी चढ्न दिने भन्ने हुन्न। यो चाहिँ मैले ठुलो काम गरे जस्तो लाग्दैन। सानो आफ्नो समुदाय मिलेर समुदायलाई नै होस् भनेर सहयोग गरेको हो। यो कुनै टिकट लिनलाई, कुनै चाहिँ तपाईँको चाहिँ सहयोग लिनलाई, मेरो व्यवसाय बढाउनलाई होइन। जस्तै जेन्जी आन्दोलनमा चाहिँ उहाँको व्यक्तिगत सम्पत्ति, आफ्नो व्यक्तिगत सम्पत्ति ट्राफिकलाई अति आवश्यक परेको आफ्नो गाडी, बिआई गाडी चाहिँ ट्राफिकमा सञ्चालनमा ल्याउनु भयो। एउटा आफ्नो व्यक्तिगत जग्गा दान गरेर चाहिँ हस्पिटल क्याम्प चलाउनु भयो। उहाँले गरेको कार्य सम्मानप्रति म सलाम भन्न चाहन्छु। आन्दोलन बेलामा गाडी जलेर चाहिँ जो ध्वस्त भएको थियो, त्यसपछि चाहिँ नियमित रूपमा अनुगमन गर्नलाई प्रहरीलाई ड्युटीमा जानको लागि हाम्रो चाहिँ देवेन्द्रले चाहिँ गाडी दिनुभएको थियो। हाम्रो प्रहरी निरीक्षक, ट्राफिक प्रहरी निरीक्षकलाई उहाँले अहिलेसम्म नियमित रूपमा सञ्चालन गर्दै आउनु भएको छ। भर्खरै मात्र यतिखेर ट्राफिक प्रहरी वृत्त बसपाकले यतिखेर देवेन्द्र श्रेष्ठज्यूको कामको मूल्याङ्कन गर्दै कदर पत्र दिनुभएको छ, सम्मानित हुनुभएको छ। देवेन्द्रजी काम गरेपछि होइन सेवागार चाहिँ मिल्छ। यही गाडी दिनुभएको थियो हजुरले? यही हो, अवश्य मिल्छ। यही हेर्नुहोस् त, यी हाम्रो चाहिँ ट्राफिक प्रमुख नयाँ बसपाको वृत्तका प्रमुख शेखर कुमार शाह, यो पुनर्निर्माण कमिटीका अध्यक्ष लगायत सम्पूर्ण टिम मिलेर यो मेरो कामको योगदान देखेर नै दिनुभयो होला नि त। खुसी हुनुहुन्छ आज? एकदम खुसी छु है। म काम गराउनु रुचाउने, काम गर्न खुसी हुने भएको हुनाले म एकदम यो सम्मान पाएँ। उहाँहरूले दिनुभयो, मेरो कामको मूल्याङ्कन गरेर दिनुभयो हो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। भनेपछि आज शेखर सरलाई बिदाई पनि गर्दै हुनुहुन्छ? उहाँलाई बिदाई छ, शुभकामना छ। उहाँको यात्रा सफल होस्, उहाँ भोलि यो देशको नेतृत्व ठाउँमा पुगोस् भन्ने शुभकामना सहित उहाँलाई बिदाको यात्रा राम्रो होस् भन्न चाहन्छु।